यो तपाईँले मैले जब गर्ने चाहिँ यहाँ मैले जब गर्ने चाहिँ यहाँ हो होइन मार्केटिङ प्लस हल्का मार्केटिङ हो हाम्रो जब मैले रोपेको हेर्नुहोस् न हेर्ने मैले रोपेको यो के अरे यो मनी प्लान्ट चाहिँ यत्रो भएको छ एउटा यो होइन मनी प्लान्ट मैले रोपेको अनि एउटा चाहिँ कछुवा पनि मैले पालेको यहाँ यत्रो भयो टेन्सन कछुवा ओए ट्याचुएस ए कछुवा लेट्सो ल यहाँ कसरी खेलिदिन्छ यो लस्सो मारुरी हो यसको नाम मारुरी ओए मारुरी ट्याट मारुरी भनेपछि तल पुग्छ फेरि आउँछ के गर्छ त नि उसलाई पनि खाना पनि त्यसलाई पनि कन्ट्रोल दिनुपर्छ टाइम हुन्छ त्यसको पनि खाना टाइम हुन्छ बिहानको कति बजे खाने कति बजे टाइम हुन्छ यसको टाइम हुन्छ सो टाइम हुन्छ खाने पनि त्यसको टाइम हुन्छ अझ भिटामिनहरू पनि ल्याएर दिनुपर्छ यसलाई भएन भनेर होइन ल सबैजनाले एलडिएस भ्लगमा चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब हानिदिनुपर्छ नभुल्नु होला नि फेरि लाइक कमेन्ट सब्सक्राइब भन्दा ल म पनि ब्याक गर्छु नि फेरि तपाईँले यदि ब्याक गर्नु भएन भने के हुन्छ थाहा छ तपाईँले पनि सपोर्ट गर्नुहुन्न मैले पनि सपोर्ट गर्नु होइन र सानो युजरलाई गाह्रो छ देख्न सक्नुहुन्छ हाम्रो यहाँ ग्रुप म चाहिँ कहाँ छु होला ऊ त्यहाँ छु होइन त्यो बाबुको बच्चाको ल हिरो आयो ओए साउथ मुभीको हिरो तर वाइफाई चलेन भन्छ यार के चले है त वाइफाई किन चले छैन चले है यहाँबाट बल्ल आयो चले कहाँ जाने आयो यसको डेसबोर्डै बिग्रेको क्या यसको वाइफाई हेर न म त बनाएको थिएँ बिग्रेको क्या बनाउनु बन्यो गयो फेरि गयो के ल चल्यो अहिले वाइफाई बनाएर उहाँ सब चाहिँ जानुभएको छ उहाँ देख्न सक्छ उहाँ आलुको डन हो ओए त्यसलाई कसरी जोइन गरे तिमीहरूले उहीँ जोइन गराएको हो मनोदारी गरिदिनु भएको त्यति गाह्रो छ उनीहरूलाई एउटा मान्छेलाई सम्पर्कमा ल्याउन नम्बर दिएर इमोमा ल्याएर नम्बर कन्ट्याक्ट गर्न नि कति गाह्रो छ होइन गाह्रो छैन किन गाह्रो भएको खोइ कहाँ गयो त गाह्रो छ नि साथीहरू गाह्रो छ हामीलाई त अब एकैछिनमा आफै लाइभ बस्ने आफ्नो भिडियो हेर्ने अरूको भिडियो मन पर्दैन के गर्नु मोनिटाइज गर्नु ल लाइक कमेन्ट के हान्ने के प्रक्रिया गर्छौ लाइक कमेन्ट अनि के गर्नु पर्यो सब्सक्राइब यो मान्छे त्यति बोली आउनु कि यो मान्छेको बोली आउँछ कि तिम्रो आउनु न आउनु अरे कि त्यही भएर बोली आउँछ आउनु बोली आउनु लाटो छ क्या लाटोले बोल्दै के भन्छ के भन्छ थाहा छैन ओ गर्छु दाइ के त सुन्न पनि अलिक कानले कम सुन्छ क्या त्यसैले होला